सुरुमा जब संसारका मानिसहरू आफ्नै चाहना र सुखमा मग्न थिए, यर्दनको हरियाली मैदानमा दुई शहरहरू चम्किरहेका थिए, सदोम र गोमोरा। बाहिरबाट हेर्दा ती शहरहरू समृद्ध, सुन्दर र आकर्षक देखिन्थे। व्यापार फस्टाएको थियो, घरहरू ठूला थिए र मानिसहरू ऐश्वर्यमा बाँचिरहेका थिए। तर त्यो बाहिरी चमकभित्र गहिरो अन्धकार लुकेको थियो। पाप, अन्याय, अहंकार र परमेश्वरप्रति विद्रोह। त्यही समय परमेश्वरका सेवक अब्राहम आफ्नो पालमा बसिरहेका थिए। एक दिन परमेश्वरले उहाँसँग कुरा गर्नुभयो। परमेश्वरले भन्नुभयो कि सदोम र गोमोरा शहरको पाप यति बढिसकेको छ कि त्यसको पुकार स्वर्गसम्म पुगेको छ। अब न्यायको समय नजिकिएको छ। यो सुन्दा अब्राहमको हृदय द्रवित भयो। उनले ती शहरहरूमा बस्ने निर्दोष मानिसहरूको बारेमा सोचे। उनले विनम्र भएर परमेश्वरसँग बिन्ती गर्न थाले, हे प्रभु, यदि त्यहाँ केही धर्मी मानिसहरू छन् भने के तपाईँ तिनीहरूलाई पनि नाश गर्नुहुन्छ? उनले 50बाट सुरु गरेर 10 जनासम्म झार्दै गए र प्रत्येक पटक परमेश्वरले धैर्यपूर्वक उत्तर दिनुभयो, यदि त्यहाँ 10 जना धर्मी भेटिए भने पनि म शहरलाई बचाउनेछु। यसले परमेश्वरको दया र अब्राहमको करुणामय हृदयलाई देखाउँछ। यसैबीच अब्राहमका भतिजा लट सदोम शहरमा बसिरहेका थिए। उनले पहिले त्यो ठाउँको हरियाली र समृद्धि देखेर त्यहाँ बस्ने निर्णय गरेका थिए। तर उनले सायद सोचेनन् कि त्यो निर्णयले उनलाई कस्तो आध्यात्मिक खतराभित्र लैजानेछ। एक साँझ दुई स्वर्गदूतहरू मानिसको रूप लिएर सदोम शहरमा प्रवेश गरे। लूतले उनीहरूलाई देखे र आदरपूर्वक आफ्नो घरमा निम्तो दिए। उनले थाहा पाएका थिए कि यो शहर सुरक्षित ठाउँ होइन। रात पर्दै जाँदा शहरका मानिसहरू लूतको घर वरिपरि जम्मा हुन थाले। उनीहरूको मन पापले भरिएको थियो। उनीहरूले ती पाहुनाहरूलाई अपमानजनक र दुष्ट व्यवहार गर्न खोजे। त्यो क्षणले सदोमको वास्तविक अवस्था प्रकट गर्यो। यो केवल एउटा पापी शहर होइन, तर पूर्ण रूपमा भ्रष्ट समाज थियो। त्यसपछि स्वर्गदूतहरूले लूतलाई चेतावनी दिए, यो शहर अब नष्ट हुन लागेको छ। तिमी आफ्नो परिवारलाई लिएर तुरुन्त भाग। लूत हतारिए। उनले आफ्ना ज्वाइँहरूलाई पनि बोलाए, तर उनीहरूले यो कुरा मजाक ठाने। बिहान उज्यालो हुँदै गर्दा स्वर्गदूतहरूले लूत, उनकी श्रीमती र 2 छोरीहरूको हात समातेर उनीहरूलाई शहर बाहिर लगे। यो केवल भाग्ने यात्रा थिएन, यो जीवन र मृत्यु बीचको दौड थियो। शहरबाट बाहिर निस्कँदै गर्दा एउटा स्पष्ट आदेश दिइएको थियो, पछाडि नहेर। यो आदेश केवल शारीरिक रूपमा मात्र होइन, आत्मिक रूपमा पनि महत्त्वपूर्ण थियो। तर जब उनीहरू अगाडि बढिरहेका थिए, लूतकी श्रीमतीको मन अझै सदोमतिर अड्किएको थियो। उनको घर, सम्पत्ति, पुरानो जीवन। एक क्षणको कमजोरीमा उनले पछाडि फर्केर हेरिन्। त्यही क्षण उनको जीवन समाप्त भयो। उनी नुनको थाममा परिणत भइन्। त्यो दृश्य केवल दण्ड मात्र थिएन, तर चेतावनी थियो। पुरानो पापपूर्ण जीवनप्रति मोहले विनाश ल्याउँछ। अनि अचानक आकाश अन्धकारमय भयो। स्वर्गबाट आगो र गन्धक झर्न थाल्यो। सदोम र गोमोरा शहरहरू चिच्याहाट, आगो र धुवाँले भरिए। घरहरू भत्किए, मानिसहरू भागे। तर अब ढिलो भइसकेको थियो। केही समयमै ती समृद्ध शहरहरू खरानीमा परिणत भए। जहाँ पहिले हाँसो र व्यापार थियो, त्यहाँ अब केवल शून्यता थियो। टाढाबाट एब्राहमले त्यो दृश्य हेरिरहेका थिए। धुवाँ आकाशतिर उठिरहेको थियो, जस्तै भट्टीको धुवाँ। सायद उनको मनमा एउटा प्रश्न उठिरहेको थियो, के त्यहाँ साँच्चै 10 जना धर्मी पनि थिएनन्? तर त्यो दृश्यले एउटा स्पष्ट सन्देश दिइरहेको थियो, परमेश्वर न्यायी हुनुहुन्छ र उहाँले पापलाई अनन्तसम्म सहनुहुन्न। तर यो कथाको अन्त केवल विनाशमा समाप्त हुँदैन, यसमा आशा पनि छ। परमेश्वरले लटलाई बचाउनु भयो, किनकि परमेश्वरले आफ्नो जनलाई कहिल्यै बिर्सनुहुन्न। उहाँ दण्ड दिनु अघि उद्धारको बाटो दिनुहुन्छ। आज
यो कथा हाम्रो लागि एउटा ऐना जस्तै हो। हामी आफैलाई सोध्न सक्छौं, के हामी पनि सदम जस्तै संसारमा बाँचिरहेका छैनौं? के हाम्रो मन पनि कहिलेकाहीँ पुरानो जीवनतिर फर्किन चाहँदैन? परमेश्वरले आज पनि हामीलाई बोलाइरहनु भएको छ, पछाडि नहेर, अगाडि बढ। सदोम र गोमोरा केवल एउटा पुरानो कथा होइन, यो आजका विश्वास गर्नेहरूको लागि गहिरो चेतावनी र मार्गदर्शन हो। आजको संसारमा पनि हामी त्यही प्रकारका प्रवृत्तिहरू देख्छौं, बाहिरी चमक, भित्री भ्रष्टता, आत्मकेन्द्रित जीवन र परमेश्वरबाट टाढिँदै गएको समाज। यसैले यो कथाबाट हामीले सिक्ने शिक्षा आज झन महत्त्वपूर्ण छन्। सबैभन्दा पहिले यो कथाले हामीलाई सम्झाउँछ कि पापलाई कहिल्यै सामान्य नठानौं। आज धेरै कुरा नर्मल भनेर स्वीकार गरिँदैछ, अन्याय, अनैतिकता, झूठ, स्वार्थ। सदोमका मानिसहरू पनि यस्तै अवस्थामा पुगेका थिए, जहाँ पाप उनीहरूको जीवनशैली बनिसकेको थियो। त्यसैले आजको विश्वासीले सचेत हुनुपर्छ। संसारले जे स्वीकार गर्छ त्यो सधैँ परमेश्वरको नजरमा ठीक हुँदैन। दोस्रो, हामी संसारको आकर्षणबाट सावधान रहनुपर्छ। लटले हरियाली र समृद्धि देखेर सदोम रोजे, तर त्यसले उनको जीवनलाई खतरा र पीडातर्फ लग्यो। आज पनि पैसा, सुविधा र सफलता देखेर हामी निर्णय गर्छौं, तर आत्मिक अवस्थालाई बेवास्ता गर्छौं। विश्वासीको लागि सही ठाउँ त्यो हो जहाँ परमेश्वरको इच्छा पूरा हुन्छ, केवल बाहिरी लाभ होइन। तेस्रो, यो कथा मध्यस्थ प्रार्थनाको शक्तिको सम्झना हो। एब्राहमले अरूका लागि खडा भएर प्रार्थना गरे। आज पनि हाम्रो परिवार, साथीहरू, समाज र राष्ट्रका लागि प्रार्थना गर्नु हाम्रो जिम्मेवारी हो। कहिलेकाहीँ अरूको जीवन परिवर्तन हाम्रो प्रार्थनाबाट सुरु हुन्छ। चौथो, हामीले बुझ्नुपर्छ कि परमेश्वरको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्छ। लुतका ज्वाइँहरूले चेतावनीलाई मजाक ठाने र उनीहरू नष्ट भए। आज पनि धेरै मानिसहरूले परमेश्वरको वचनलाई हल्का लिन्छन्, तर सत्य यो हो, समय सधैँ रहँदैन। पाँचौं, पूर्ण आज्ञाकारिता आवश्यक छ। लुतकी श्रीमतीको कथा सानो जस्तो लाग्न सक्छ, केवल एक पटक पछाडि हेर्नु, तर त्यसको परिणाम गम्भीर थियो। यसले सिकाउँछ कि आधा आज्ञाकारिता भनेको अवज्ञा नै हो। परमेश्वरले अगाडि बढ भन्नुहुन्छ भने हामीले पूर्ण रूपमा उहाँको अनुसरण गर्नुपर्छ। छैठौं, यो कथा हामीलाई सिकाउँछ कि पुरानो जीवनप्रति मोह नराखौं। धेरै विश्वासीहरू नयाँ जीवन सुरु गर्छन्, तर मन भने अझै पुरानो बानी, पुरानो सोच र पुरानो पापमा अड्किएको हुन्छ। लुतकी श्रीमती जस्तै यदि हामी पछाडि फर्कन्छौं भने आत्मिक रूपमा अघि बढ्न सक्दैनौं। सातौं, यो कथा परमेश्वरको न्याय र दयाको सन्तुलन देखाउँछ। परमेश्वर दयालु हुनुहुन्छ। उहाँले अब्राहमको कुरा सुन्नुभयो, लुतलाई बचाउनुभयो, तर उहाँ न्यायी पनि हुनुहुन्छ। उहाँले पापलाई सधैँ सहनुहुन्न। त्यसैले विश्वासीले परमेश्वरलाई केवल प्रेमको दृष्टिले मात्र होइन, पवित्र र न्यायी परमेश्वरको रूपमा पनि बुझ्नुपर्छ। अन्ततः यो कथा हाम्रो लागि एउटा व्यक्तिगत प्रश्न हो। हामी कस्तो जीवन जिउँदैछौँ? के हामी संसारसँग बगिरहेका छौँ वा परमेश्वरसँग हिँडिरहेका छौँ? आजको विश्वासीको लागि सबैभन्दा ठूलो शिक्षा यही हो। संसार बदलिँदैछ, तर परमेश्वरको सत्य कहिल्यै बदलिँदैन। त्यसैले हामी दृढ रहौं, पवित्र जीवन जिउँ, प्रार्थनामा बलियो बनौं र कहिल्यै पनि पछाडि फर्केर नहेरौं। आजको परमेश्वरको पवित्र वचन सुन्न र मनन गर्नुभएकोमा तपाईँ सबैलाई हृदयदेखि धन्यवाद। हामी विश्वास गर्छौं कि सदोम र गोमोरा जस्तो गहिरो सन्देशले तपाईँको जीवनलाई छुनेछ, तपाईँलाई सोच्न बाध्य बनाउनेछ र परमेश्वरसँग अझ नजिक ल्याउनेछ। यस्ता कथाहरू केवल सुन्नका लागि होइनन्, यी हाम्रो जीवन परिवर्तन गर्नका लागि दिइएका हुन्। यदि आजको सन्देशले तपाईँको हृदयलाई छोयो भने कृपया यसलाई आफ्नो परिवार, साथीहरू र प्रियजनहरूसँग पनि बाँड्नुहोस्, ताकि उनीहरूले पनि परमेश्वरको सत्य वचनबाट आशिष पाउन सकुन्।
सँगै मिलेर हामी धेरै आत्माहरूलाई सत्यको ज्योतितर्फ ल्याउन सक्छौँ। र यदि तपाईँले अझ यस्ता गहिरा जीवन परिवर्तन गर्ने बाइबलका सन्देशहरू नियमित रूपमा पाउन चाहनुहुन्छ भने कृपया हाम्रो बाइबल सारांश च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। साथै बेल आइकन थिच्नुहोस् ताकि हरेक नयाँ भिडियोको सूचना तपाईँले तुरन्त पाउन सक्नुहोस्। हाम्रो उद्देश्य केवल भिडियो बनाउनु होइन, तर परमेश्वरको वचनलाई सरल, स्पष्ट र जीवनमा लागू हुने तरिकाले तपाईँहरूसम्म पुर्याउनु हो। तपाईँको साथ, तपाईँको समर्थन र तपाईँको प्रार्थनाले हामीलाई अझ अघि बढ्न प्रेरणा दिन्छ। अन्त्यमा परमेश्वरले तपाईँलाई शान्ति, प्रेम र आनन्द प्रदान गरून्। उहाँले तपाईँको जीवनलाई असल मार्गमा डोर्याउन सहयोग गरून् र पवित्र जीवन जिउन शक्ति दिउन्। धन्यवाद।